नमस्कार दर्शकवृन्द, वेलकम टु माई युट्युब च्यानल है। आज चाहिँ हामी चाहिँ अब भक्तपुरमा जस्ट ताथलीमा अस्ति मकै छर्या थियौँ। मकै खन्नलाई भनेर चाहिँ हामी बुढाबुढी चाहिँ आज आइरहेछौँ होइन। हेर्नु होला हजुरहरूले के कस्तो लाग्छ, हजुरहरूलाई सन्चो सुसन्चो के कस्तो छ होइन। हामीलाई चाहिँ ठिकै छ। अहिले चाहिँ लगभग बिहानको 7:30 बज्यो। हामी चाहिँ यतिखेर चाहिँ आइरहेछौँ मकै खन्नलाई भनेर होइन। अब त्यही भएर चाहिँ तपाईँहरू हेरिदिनु होला होइन। हाम्रो भिडियो के कस्तो लाग्छ हजुरहरूलाई लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै हामी भिडियो चाहिँ हामी स्टार्ट गर्छौँ है। ल यो चाहिँ हाम्रो प्लानिङको मकै हो, हेर्नु होला। अस्ति हामीले चाहिँ छरेको, तर यहाँ केही पनि हालेको छैन, मलसल केही पनि हालेको छैन होइन। आज चाहिँ अब मल पनि हाल्ने, अब यसो यो खन्नु पऱ्यो एक छोरो। अनि त्यस पछाडि चाहिँ फेरि अर्को पालमा चाहिँ उ गर्ने भनेर चाहिँ मल हालेर फेरि खन्नुपर्छ भनेर चाहिँ हामी आएको। अब हामी चाहिँ यस्तै हो। मेरो बुढीले चाहिँ यहाँ खनिसक्यो होइन, सुरु गरिसक्यो क्या। हेर्नु होला ल है। ल यो चाहिँ घर बनिसक्यो है। यहाँ चाहिँ हेर्नु होला ल, यो अहिले 1 तलाको घर भयो होइन। यो चाहिँ बेच्नको लागि हो यो घर चाहिँ है। अब यो यहाँतिर चाहिँ पुरै यो प्लानिङहरू छ, हेर्नु होला। घर त यहाँ पनि बनिसक्यो है, ऊ पर पनि यहाँ पनि बनिसक्यो, बन्दैछ है। अब यो डिस्को चाहिँ यो फाल्ने भनेको छ होइन, यो पनि फाल्ने भनेको छ है। अनि यहाँ घर बनिसक्यो है। यहाँतिर अब लगभग घरहरू भर्न लागिसक्यो। यहाँतिर चाहिँ यो प्लानिङको लागि भनेर यो ढुङ्गाहरू ल्याएर यहाँ राखेको छ है। हाम्रो चाहिँ यही नजिकको बाटो चाहिँ यो अब हेर्नु होला, यो 20 फुटे बाटो हो यहाँ, यत्रो ठुलो छ है। यस्तै छ ल, हेर्नु होला है गाइस। हामी चाहिँ यस्तै भिडियोहरू चाहिँ लिएर आउँछ, हेर्दै गर्नु होला है गाइस ल। मकै खना यहाँ थकाइ भयो, मकै पनि धेरै त्यही बाँकी छ। मकै धेरै नुरे त्यो प्लाङ मन अब हाम्रो चाहिँ यो खनेर चाहिँ सबै सक्यो। अहिले चाहिँ यो मल हालेको छ, मकैको बोर्डको छेउछेउमा चाहिँ मकै के अरे मल हालेको छ होइन। अब यो मल हालेर अनि फेरि अहिले पछि ठुलो भइसकेपछि अनि त्यस पछाडि चाहिँ फेरि अर्को मल हाल्नुपर्छ क्या है। यो गर्दैछौँ हामी चाहिँ होइन। अहिलेलाई चाहिँ मकै चाहिँ अब सानै छ होइन, ठुलो छैन क्या। त्यो भएर चाहिँ यस्तो छ माटो चाहिँ, हेर्नु होला गाइस। बुढी चाहिँ त्यहाँ मल हाल्दैछ क्या ल, हेर्नु। मल चाहिँ हामीले अलिक थोरै लिएर आएछ। अनि यो थोरै मल ल्याएपछि अब अलि नपुग जस्तो भयो क्या, पुगेन होइन। अब यो पछि चाहिँ अलिक धेर हाल्नुपर्छ, अहिले चाहिँ अलिक कमै हुन्छ। यो चाहिँ हाम्रो प्लानिङको जग्गा हो, हेर्नु होला गाइस। यस्तै छ है।
हामी चाहिँ अब लगभग यहाँतिर अर्को चाहिँ घरहरू चाहिँ बनिसक्यो होइन, यता पनि बनिसक्यो। हाम्रो चाहिँ लगभग 1-2 वर्षमा चाहिँ यो घर बनाउने भन्ने प्लानले चाहिँ अहिले यो मकै हल्का मकै हालौँ। अब त्यतिकै बाँझो राख्नुभन्दा चाहिँ अब मकै हालेर मकै छरेर चाहिँ अब खान मिल्छ भनेर हामीले गरेको है। यो भक्तपुरको यो ताथली है, ताथलीमा हो यो। अनि यो माथि चाहिँ यो के शिव मन्दिर के भन्छ होइन, यहाँ चाहिँ यो यहाँ छ होइन, हेर्नु होला यो ठाउँमा चाहिँ त्यो ठाउँलाई चाहिँ त्यो भन्छ है। अब यतातिर चाहिँ यो नाला के भन्छ होइन, नाला तर आज एकदम तुवालोले गरेर धमिलो छ होइन, हेर्नु होला। यो चाहिँ नगरकोट भन्छ है यसलाई चाहिँ, यो डाँडालाई चाहिँ नगरकोट भन्छ। हेर्नु होला गाइस, यो भ्यू टावर हो यो चाहिँ भ्यू टावर हो, यहाँ छ भ्यू टावर, हेर्नु होला गाइस। यस्तो छ है, एकदम धमिलो छ होइन, त्यो भएर चाहिँ अलिकति देख्दैन। त्यस पछाडि यतातिर चाहिँ यो हो, यहाँबाट जान्छ माथि डाँडा नगरकोटमा चाहिँ होइन। यतातिर चाहिँ इँटा भट्टाहरू हो होइन। अनि इँटा भट्टा भन्दा यो पर पारिपट्टि यो तुवालोले देख्दैन होइन, यहाँ चाहिँ चाँगु नारायण छ है, त्यसमा चाहिँ अहिले देख्दैन होइन, पुरै तुवालो छ। यस्तै हो गाइज, हेर्दै गर्नु होला होइन। हामी यस्तै भिडियोहरू चाहिँ लिएर आउँछ, हजुरहरूले हेरिदिनु होला है। आज चरक्क घाम लागेको छ होइन, तर पसिनाले तरतरै भयो होइन। यति खन्यो हामी, बुढाबुढीले चाहिँ खनेर लगभग सक्यो। अब चाहिँ हामी यति मल हालेर चाहिँ अब भोक पनि लाग्यो, अब खाना खान जान्छौँ हामी। ल हामीले चाहिँ यति खनिसक्यो है, अहिले चाहिँ हामी पानी खाएको यति चाहिँ खनिसक्यो। अब लगभग बाँकी नै छ है, लास्टै नहुने क्या, नसक्ने क्या। लास्ट गाह्रो हुने क्या खन्नलाई। बानी नभएर पनि खनै नसक्ने यार, जबरजस्ती खन्या छ। अझै छ लगभग आधी जति नै छ होइन, हामी चाहिँ अब खन्दैछौँ। यस्तै हो। तुबको रुख पनि छ है अब आएन। लगाएछ हामी अलरेडी, हामी चाहिँ अब रुममा आइसक्यौँ है। नुहाइ धुवाइ गरेर पनि टाकटुक गरिसक्यो होइन। मकैहरू खनेर मलसल हालेर हामी चाहिँ अब फर्किसक्यौँ। अब चाहिँ हामी अब खानासाना यता बनाएर अब खानाहरू खाने, यता गर्ने। अब यस्तै भिडियोहरू हुन्छ है, हेर्दै गर्नु होला है तपाईँहरूलाई। त्यही हो है गाइज। अब मन पर्यो भने हजुरहरूले चाहिँ अब यो लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै है गाइज। ल हामी अब अझै पनि देखाउँदैछु 2-4वटा कहीँ कतैको है। अब हामी चाहिँ अलरेडी अब रुममा आइसक्यौँ। अब रुममा आएर अब हामी चाहिँ नुहाइ धुवाइ गरेर अब खाना खानेपट्टि प्रयास गर्छौँ है। ल।